नमस्कार सम्पूर्णमा जय भारत जय किसान गुड मर्निङ सुप्रभात जय गोर्खा। आज म यहाँ टिस्टा नदीको बीचमा एउटा जुन यस्तो प्रकारको एउटा यति राम्रो हरियाली भएको जग्गामा मैले यहाँ उपस्थित छु। हेर्नुहोस् दर्शकबिन, यहाँको तस्बिरहरू हेर्दाखेरि अहिले एकदमै मन खुसी भएर आउँछ। हेर्नुहोस् त, हिजो अस्ति एकदमै धुलो उड्ने खालको एउटा बलुवा थियो भने त्यो बलुवामा आज यति राम्रा राम्रा सिनेरी बुटाहरू यहाँ यसरी जागेका छन्। हेर्नुहोस् त दर्शकबिन, आहा कति राम्रो यो टिस्टाको हावा सरर गर्दै आउँछ। यो बिहानको मुहुर्तमा म अहिले यतिखेर यहाँ उपस्थित छु र म आज हजुरहरूलाई यहाँका फरक फरक तस्बिरहरू देखाउने छु, जहाँ कि यो हेरेर तपाईँहरूको मन पनि अत्यन्तै प्रसन्न हुनेछ। र दर्शकबिन, हामी कति प्राय चाहिँ कठोरभन्दा कठोर यानि कि हाम्रो न त कुनै जग्गा जमिन हेरेको छौँ। भोलिको दिनमा यदि भविष्यमा यहाँबाट पनि उठ्नु पर्दाखेरि यस्तै बगरहरूमा हामी घर बनाएर बस्ने गर्छौँ। हामी धेरैजना हुन्छौँ, एक्लै मात्रै होइन। त हाम्रो 10 मनमा 1 मन पनि छैन कि हामी कतै गएर जमिन किनेर घर बनाउँछौँ भन्ने हाम्रो सपना पनि छैन। र धेरैमा धेरैभन्दा धेरै गर्ला सरकारले लगेर जेलमा थुन्ला, दाल भात देला, जता पनि आफ्नो पेट भर्नु त हो। दर्शकबिन, मरेर लानु के नै छ र जिन्दगीमा, मरेपछि त को हो। सुनकै महल बनाएर पनि कसले पो लिएर गएको छ र। त्यत्रा ठुला ठुला दरबारहरू पनि सबै छोडेर यही 6 फुट माटोमा र एकै काँटी माचिसमा मान्छेको जिन्दगी सकिन्छ। त्यसैले अरूलाई के कस्तो लाग्छ, तर मलाई चाहिँ लोभ लालच भन्ने कुराकोलाई लिएर म कुनै पनि गुनासो गर्दिनँ। संसारको नियम जे छ जस्तो छ त्यही नियममा म सन्तुष्ट छु। दर्शकबिन, हेर्दै जानुहोस्, यस्ता फरक फरक दृश्यहरू म तपाईँहरूलाई देखाउनेछु। दर्शकबिन, तपाईँहरू पनि यहाँ आउनुहोस्, घुम्नको लागि एकदमै शान्ति, कति राम्रो वातावरण छ। हामीहरूले मानिल्याए कि हामी जसको किनारमा बसेका छौँ वहाँ टिस्टामाई यानि कि हाम्रा लागि हाम्री पवित्र गङ्गाको स्थान हेर्नुहोस् त, अत्यन्तै राम्रो, अति सुन्दर छ। उहाँ अहिले यहाँ छेउछाउमा हुनुहुन्न। हाम्रो बस्तीबाट त धेरै नै टाढा हुनुहुन्छ, तर कहिलेकाहीँ बर्खायाममा एक बार चाहिँ हामीहरूलाई आएर अत्याउने गर्नुहुन्छ। तर हामी त्यति साह्रै आत्तिहाल्दैनौँ, किनकि हामी एउटा पवित्र गङ्गाको किनारमा बसेको छौँ। यहाँ बसेपछि हामीहरूले कसैलाई ढाँट्नु, छल्नु र नराम्रो तुष्टिकरणको कामहरू मात्रै गर्नु हुँदैन। बाँकी हामी आनन्दसँगले बाँचुन्जेल यहाँ जिउन सक्ने खालको जग्गा छ। यही हेरेर, यही दृश्य हेरेरै म आनन्द अनि ढुक्क मान्छु। कसैलाई पनि नअत्तालिदिने आग्रह पनि गर्छु। दर्शकबिन, अहिले म जहाँनिर उभिएको छु यो एउटा बाघमाराको अंश हो। यहाँ एउटा बाघमारा भन्ने ठुलो घनघोर जङ्गल, यसको अलिकति मास्तिर तपाईँहरूले देखिराख्नु भएको होला। र यहाँ छेउछाउमा केही दाउराका ठुटा ठुटीहरू, यहाँ चाहिँ एउटा
खैरघारी थियो, ठुलो खैरघारी थियो। यहाँ आज यो खैरघारी लगायत यहाँका खाल्डा खुल्डी यहाँ पुगो भन्ने केही पनि पत्तो छैन। हेर्नुहोस् त, संसार यस्तो अचम्मको छ। यो संसारलाई कसैले पनि बयान गरेर सकिँदैन। हवस् त दर्शकबिन, आजलाई यो मेरो भिडियो के कस्तो लाग्यो, यदि राम्रो भए लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनुहोला। सबैलाई धन्यवाद। जय भारत, जय किसान, जय गोर्खा, जय जोहार।